नमस्ते 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 सबैजनालाई। आज चाहिँ हाम्रो बुवा मलाई चाहिँ यहाँ हस्पिटलमा भेट्न आउनु भएको छ। म दोलखा जिल्ला मैनापोखरी घर भएको। दोलखा जिल्लादेखि चाहिँ मैनापोखरी घर। अनि मलाई चाहिँ टिकटक हेरेर हैन भेट्न आउनु भएको रहेछ। अनि आज सहयोग पनि लिएर यहाँ हस्पिटल आउनु भएको रहेछ, भेट भएको छ। एकदमै खुसी लाग्यो। बुवालाई एकदमै धेरै धेरै धन्यवाद, एकदम हृदयदेखि धन्यवाद दिन चाहन्छु। उहाँदेखि आउनुभयो एउटा छोरी सम्झेर हैन, धेरै नै खुसी लाग्यो। टिकटक माध्यमबाट हैन एउटा मेरो सानो बच्चाको लागि भए पनि यो आमालाई बचाउनु पर्छ भनेर सकेको सहयोग लिएर चाहिँ यहाँ जोडिनु भएकोमा एकदमै खुसी लाग्यो। धेरै धेरै धन्यवाद बुवा हजुरलाई। धन्यवाद धन्यवाद, मेरो पनि धन्यवाद। र तिम्रो सफल होस्। सबैजनाले सेवा आफूसँग भए त उहिले गरिहालिन्थ्यो। सेवा सबैबाट सेवा जुटोस्, भगवान परमात्माले जुटाएर जे होस् बाँचियोस्। भगवानले गर्नुहुन्छ। म पनि एउटा भगवान तिमीलाई त्यति दिन पनि मैले एउटा सम्झिएको भगवान उ गरेर जाने बित्तिकै भेटौँ यिनलाई भनेर म चिताएर आएको उहाँ फेसबुकका मतलब नामले मात्रै होइन। अनि तिमीलाई मैले जे सम्झेको थियो ठ्याक्कै गेटमा हाम्रै जिल्लाकै मान्छे गार्ड पनि भेटाइयो होइन, एउटा फाइल लचन। अनि उनीले यो सबै नम्बर त्यहाँबाट झिकेर ल्याएर गरिदिए। उसलाई नि धन्यवाद। ल सरी ल है, धेरै धेरै धन्यवाद हजुरलाई बुवा। थ्याङ्क यू।